नमस्ते दर्शकबिन। यो भिडियोमा चाहिँ म डिसिप्लिनको कुरा गर्छु होइन, कि आफ्नो लाइफमा डिसिप्लिन ल्याएर तपाईँ कसरी सक्सेसफुल बन्ने हो होइन। जबसम्म तपाईँको लाइफमा डिसिप्लिन छैन भने तबसम्म चाहिँ तपाईँ सक्सेसफुल हुनबाट चाहिँ टाढा बस्न सक्नुहुन्छ होइन। डिसिप्लिन तपाईँले सिकाउँछ कि टाइम कसरी म्यानेज गर्ने हो, टाइम म्यानेजमेन्ट सिकाउँछ होइन। र डिसिप्लिनले तपाईँलाई कुनै हुन्छ नि कुनै बेला होइन, आज म यो काम गर्दिनँ हो, डिसिप्लिनले यो सिकाउँदैन। डिसिप्लिनले होइन तपाईँले चाहिँ यो काम चाहिँ तपाईँ गर्नै पर्ने हुन्छ, जुन तपाईँ सपना हेर्नुभएछ, जुन हेर्नुभएछ ड्रिम कि यो म पुरा गर्छु। आफ्नो लाइफमा डिसिप्लिन ल्याउन एकदमै आवश्यक छ। जबसम्म तपाईँ डिसिप्लिन आफ्नो लाइफमा ल्याउनु भएन भने तपाईँ आफ्नो सपना आफ्नो ड्रिमबाट चाहिँ टाढा हुनुहुन्छ होइन। त्यही भएर चाहिँ आफ्नो लाइफमा पहिला चाहिँ डिसिप्लिन आफ्नो लाइफमा ल्याउनै पर्ने हुन्छ होइन। त्यसपछि अर्को के छ भने मोटिभेसन होइन। अब कसैले तपाईँले केही कुरा गरिएछ, कसैले तपाईँ भिडियो पनि हेर्नुभयो होला होइन, मोटिभेसन भिडियोहरू। त्यति बेला लाग्छ होइन म यो अब यो काम गर्छु, तर मोटिभेसन तपाईँलाई एनर्जी टेम्परेरी दिन्छ होइन। डिसिप्लिनले त्यस्तो होइन। डिसिप्लिनले तपाईँलाई रेगुलरली तपाईँ कुनै काम गर्दै हुनुहुन्छ होइन, रेगुलरली तपाईँ गर्नुभयो भने सक्सेससम्म तपाईँले चाहिँ पुगाउँछ। डिसिप्लिनले सिकाउँछ होइन, तपाईँ रेगुलरली जुन छ नि तपाईँ आफ्नो जुन काम छ नि त्यो काम एभ्रिडे चाहिँ तपाईँ गरिराख्नुहोस्। एभ्रिडे र तपाईँ प्रोसेसिङ पनि चेक गर्नुहोस् कि तपाईँको त्यो काम कहाँसम्म पुगेको छ होइन। तपाईँको लाइफमा होइन, तपाईँको लाइफमा डिसिप्लिन एकदमै इम्पोर्टेन्ट छ होइन। बिना डिसिप्लिनको म सक्सेसफुल हुन्छु भनेर यो एउटा कल्पना मात्रै हो। जबसम्म तपाईँ आफ्नो लाइफमा डिसिप्लिन ल्याउनु भएन भने तबसम्म। डिसिप्लिनले अर्को कुरा के सिकाउँछ भने बिल्ड ह्याबिट होइन। तपाईँको जुन ह्याबिट हुन्छ नि त्यो डिसाइड तपाईँको फ्युचर गर्छ है। आज जुन तपाईँ काम गर्दै हुनुहुन्छ त्यो काम तपाईँ सक्सेससम्म लिएर जान्छ र योमा हेल्प गर्छ डिसिप्लिनले।